ओके, यहाँहरू सबैलाई फेरि पनि वेलकम छ मेरो युट्युब च्यानल जिएस कणेलमा। म आज तपाईँहरूलाई एमएस वर्डमा लोगो डिजाइन कसरी गर्ने भनेर मैले तपाईँलाई आज सिकाउँदैछु। यो सजिलो तरिकाबाट म तपाईँहरू सबैलाई लोगो डिजाइन गर्न सिकाउँदैछु। तपाईँहरूले ध्यान दिएर सिक्नु होला। लिएर हामीले कत्रो लोगो बनाउने हो त्यही अनुसारको सेप क्रिएट गर्ने। सेप क्रिएट गर्ने। अब यो सेप क्रिएट गरिसकेपछि यो सेपमा हामीले के गर्नुपर्छ भन्दा यसको आउटलाइनलाई हामीले अलि मसिनो छ, आउटलाइनको वेट हामीले यहाँबाट बढाउने। यो आउटलाइनलाई अलि मोटो बनाउने। यो आउटलाइनको वेट बढाएको छु मैले। अनि आउटलाइनको सेप पनि, आउटलाइनको कलर पनि हामीले चाहिँ चेन्ज गर्ने। हामीले ब्लू कलर दिएको छु। त्यसपछि फेरि हामीले के गर्ने भन्दा अर्को इन्सर्टमै गएर फेरि अर्को हामीले सेप लिने र अर्को सेप लिएर त्यो सेपभित्र अर्को सेपलाई हामीले बनाउने। यही सेपभित्र हामीले अर्को सेपलाई क्रिएट गर्ने। यसरी यस सेपभित्र मिलाएर हामीले अर्को सेपलाई क्रिएट गर्ने। यसरी क्रिएट गर्न सक्छौँ हामीले। अनि यसलाई हामीले थोरै सारेर मिलाउँ, ठाउँमा छैन। यसरी सेपभित्र अर्को सेपलाई क्रिएट गर्ने। करिब करिब मिले जस्तो लाग्छ मलाई। मिलेको छैन भने यसको साइडलाई यसो तारतुर पारेर पनि यसलाई हामीले मिलाउन सक्छौँ। जहाँसम्म लाग्छ मलाई यो मिलेकै छ। मिलेको छैन भने तपाईँहरूले यसलाई यसो यसको साइडहरूलाई मिलाउन सक्नुहुन्छ। यहाँ यी पोइन्टहरू दिएको छ मिलाउनको लागि। र यसलाई पनि, यसको आउटलाइन पनि मिलाउनुपर्छ। यो मसिनो छ र यसको आउटलाइनलाई हामीले आउटलाइनको वेटलाई हामीले बढाउने, अलिक मोटो बनाउने। यतिकोसम्म ठिकै हुन्छ। र यसको आउटलाइनको कलर पनि हामीले ब्लू नै राखिदिउँ। ब्लू कलर राम्रो देखिन्छ। अनि त्यसपछि गएर हामीले यहाँ सेप फिल पनि गर्न सक्छ। हामीले यहाँ अब यसरी सेप फिल पनि गर्न सक्छ हामीले यहाँ। तर यसको लागि सेप फिल चाहिँदैन, बरु बाहिरको चाहिँ हामीले सेप फिल गर्दा राम्रो देखिन्छ। बाहिरको लाइनमा चाहिँ हामीले यसरी ब्लू भरिदियो भने भित्र चाहिँ राम्रो देखिन्छ। बाहिरको चाहिँ हामीले सेप फिल गरेर यसरी ब्लू कलर राख्यो है त। अब यति गरिसकेपछि अब हामीले के गर्ने, हामीले एउटा सामान्य एउटा स्कुलको लागि लोगो बनाउँदैछौँ र स्कुलको लोगोमा हामीले सजिलो छ। फेरि सेपमै जान्छौँ। सेपमा गएर हामीले के गर्छौँ भने यो ट्रेङ्गल सेपलाई यहाँबाट ल्याउँछौँ। ट्रेङ्गल सेपलाई यहाँबाट हामीले ड्र गर्छौँ। ट्रेङ्गल सेप हो, हामीले स्कुलको लोगो बनाउँदैछौँ। त्यही भएर अब यसको पनि आउटलाइन अलिक मसिनो छ। यसको आउटलाइनको वेट हामीले यहाँबाट बढाउने। यसको आउटलाइनको वेट हामीले यहाँबाट बढाउने। यतिको बनाउँदा राम्रो देखिएला। त्यसपछि Ctrl+Shift को मद्दतले यहाँबाट हामीले थोरै तार्ने भने यहाँबाट अर्को आउँछ। त्यसपछि यसलाई हामीले के गर्ने भन्दाखेरि घुमाउने। यसरी घुमायो भने हामीले के भन्छ त भन्दाखेरि यो स्कुलको लोगो भन्छ। तर यहाँ कभर भएको छ। यो कभर के कारणले भएको भन्दाखेरि भित्रको पार्ट देखेको छैन। यो सेप फिलले गर्दा, या नो फिल गऱ्यो भने हामीले कभर हुँदैन। त्यसपछि हामीले यसलाई ग्रुपिङ गर्नुपर्छ। ग्रुपिङको लागि के गर्ने त भन्दा एउटा सेप सेलेक्ट गर्ने, कन्ट्रोल गर्ने, फेरि अर्को सिलेक्ट गर्ने। त्यसपछि राइट क्लिक गरेर ग्रुपिङमा जाने र ग्रुप गर्ने। यसरी ग्रुप गरिसकेपछि यो अब दुईवटा जोडिएर एउटै भएको छ। अनि यसलाई हामीले यहाँबाट सारेर हामीले कहाँ ल्याएर राख्न सक्छौँ, यहाँ बिचमा ल्याएर हामीले यसलाई राख्न सक्छौँ। अब यसरी यो बिचमा ल्याएर हामीले यसलाई राख्न सकिन्छ। अब यसपछि हामीले के गर्न सक्छौँ त यहाँ भन्दाखेरि हामीले यहाँ बिचमा चाहिँ एउटा पुस्तक जस्तो पनि हुन्छ यो हाम्रो स्कुलको लोगोमा। त्यसैले हामीले इन्सर्टबाट एउटा पुस्तकलाई हामीले ल्याएर राख्छौँ। यहाँ पिक्चरमा गयो, मैले गुगलबाट एउटा पुस्तकलाई पहिले नै यहाँ ल्याएर डाउनलोड गरेर राखेको छु। तपाईँहरूले पनि यसरी पहिले नै ल्याएर डाउनलोड गर्नु होला। र डाउनलोड गरे यसरी यो मैले गुगलबाट डाउनलोड गरेर राखेको थिएँ। यो बुकलाई मैले त्यहाँ डाउनलोडबाट ल्याएँ। अनि यो यसको साइज ठुलो छ। यो साइजलाई मैले अलिकति घटाउँछु। यो साइजलाई मैले अलिकति घटाएर त्यहाँ 80 खालको साइज बनाउँछु। अब यहाँभन्दा ठुलो साइज अट्दैन होला। यसको मैले ठिकै भयो यो साइज। ल अब यसपछि हामीले के गर्छौँ भन्दा यसमा चाहिँ फेरि एउटा रिबनलाई ल्याएर यहाँ ल्याएर एड गर्छौँ। इन्सर्टमा गएर सेपमा गएर हामीले के गर्छौँ, यहाँ तल रिबनहरू छ। एउटा रिबनलाई ल्याएर हामीले यहाँ एड गर्छौँ। एउटा रिबनलाई ल्याएर राख्छौँ। रिबनलाई ल्याएर हामीले क्लिक गर्छौँ।
सौँदो खालको रिबन हैन, सौँदो खालको रिबन हामीले युज गर्छौँ ठिक्क साइजको। र यसको पनि यसको आउटलाइन पनि अलिकति यसको आउटलाइनको वेट पनि अलिकति बढाउँछौँ किनभने अलिक सानो भयो भने राम्रो देखिँदैन, त्यही भएर यसको वेट बढाउँछौँ हामीले। र यसको आउटलाइनको वेट बढाइसकेपछि अब हामीले चाहिँ यहाँ एउटा मोटो लेख्न पर्ने हुन्छ र मोटो क्रिएट गर्नको लागि हामी के गर्ने त भन्दाखेरि यसको लागि हामी फेरि इन्सर्टमै जाने र इन्सर्टमा गएर हामी वर्ड आर्टमा जाने र वर्ड आर्टमा गएर अब यो सिधा खालको वर्ड आर्ट भयो हुन्छ हामीलाई यहाँ जब डिजाइन यहाँबाट तपाईँले चुज गर्न सक्नुहुन्छ कस्तो एउटा वर्ड आर्ट हो होइन। अब मैले यस्तो डिजाइन चुज गरेँ, अब यहाँबाट तपाईँले यहाँ लेख्न सक्नुहुन्छ के लेख्ने हो। मैले एजुकेसन फर अल राउन्ड डेभलपमेन्ट भनेर लेखेँ, एजुकेसन फर अल अराउन्ड डेभलपमेन्ट डेभलपमेन्ट भनेर लेखेँ, एजुकेसन फर अल राउन्ड डेभलपमेन्ट। अब यसलाई ओके गर्नुहोस्। ओके गरिसकेपछि यहाँ गएको छ। अब यसको साइज तपाईँ इच्छा अनुसार तपाईँले यसको साइज चाहिँ घटाउन बढाउन सक्नुहुन्छ। मैले अलिकति सानो साइज बनाएँ, लेन्थ थोरै ठुलो छ, हामीलाई यहाँ यत्रो ठुलो लेन्थ चाहिँदैन, हामीलाई सानो लेन्थ भयो हुन्छ। यत्रो ठुलो लेन्थ हाम्रो त्यहाँ अट्दैन, त्यही भएर हामीले यसको लेन्थ घटाउँछौँ र यसको लेन्थ मैले यत्रो बनाएँ। यो पनि धेरै ठुलो भयो, यो पनि अट्दैन, त्यही भएर मैले यसलाई अझै घटाउँछु। अब हामीलाई करिब करिब यत्रो ठिक छ होला, तर यसको यो ब्ल्याक कलर चाहिँ त्यति राम्रो देखिएको छैन, यसलाई म अरू नै कलर दिन्छु। कस्तो कलर राम्रो होला त, ब्लू छ हाम्रो, ब्लू नै कलर राम्रो होला। अनि यो कलर राम्रो देखेँ मैले, यो कलर यसमा गरेँ। अनि यसको टेक्स्ट ऱ्यापिङ गर्नुपर्छ है साथीहरू, सबैको टेक्स्ट ऱ्यापिङ गर्नुपर्छ। इन फ्रन्ट अफ टेक्स्ट गरेँ मैले टेक्स्ट ऱ्यापिङ गरेर। त्यसपछि यसलाई मैले यहाँ लगेर राख्छु, तर यो त धेरै नै ठुलो भएछ के अरे। अब यसलाई अझै घटाउनु पर्ने भयो, यसलाई अझै घटाउँछु मैले र हाम्रो यसलाई अलिकति बढाउनु पर्ने भयो। किन भन्दाखेरि यो अलिकति यतिको साइजमा चाहिँ नअट्ला जस्तो लाग्यो होइन। यसको साइज अलिकति बढाउनु पर्ला जस्तो लाग्यो। अब चाहिँ ठिक होला, अब चाहिँ ठिक हुन्छ कि जस्तो लाग्छ मलाई। अलिकति मिलेको छैन अलिक, यसलाई मैले थोरै तान्छु र अब करिब करिब अब यो मिलेको छ। यतिकन तान्यो भने अब मिल्छ ल। ओके, अब यो पनि मिल्यो। अब हामीले के गर्ने त भन्दा अब यहाँ फेरि हामी इन्सर्टमै जान्छौँ। अब हामी स्कुलको नाम लेख्छौँ, यहाँ वर्ड आर्टमै जान्छौँ। वर्ड आर्टमै गएर हामीले के गर्छौँ भन्दा यो खालको सेप चेन्ज गर्छौँ। यो खालको सेप चेन्ज गरेर हामी यहाँ स्कुलको नाम लेख्छौँ। हाम्रो स्कुलको नाम के हो भन्दाखेरि तपाईँहरूको स्कुलको नाम जे हो त्यही लेख्नु होला, र कुनै संस्था हो भने त्यो संस्थाको नाम लेख्नु होला। तपाईँले जे को लोगो बनाउँदै हुनुहुन्छ त्यसैको नाम लेख्नु होला। ल मैले चाहिँ स्कुलको नाम लेखेँ, यहाँ स्कुलको नाम लेखेँ र यसलाई मैले ओके गरेँ। स्कुलको नाम यस्तो सेपमा गयो। यो सेपमा गइसकेपछि हामीले के गर्ने भन्दाखेरि एलाइनमेन्टमा गएर यसलाई सेन्टर गर्ने होइन। स्पेसिङमा गएर लुज, भेरी लुज गर्ने, लुज गरौँ अहिलेलाई, भएन भने भेरी लुज गरौँला। अनि यहाँ गएर के गरौँ भन्दाखेरि सेपमा चेन्ज सेपमा गएर त्यसको सेप मिलाउने। हामीलाई कस्तो सेप चाहिएको, आधा सेप चाहिएको भने आधावाला सेलेक्ट गर्ने, पुरावाला चाहिएको भने पुरावाला सेप सेलेक्ट गरिसकेपछि त्यसपछि यसलाई हामीले हाम्रो सर्कलको सेप अनुसार टक्क मिलाएर सर्कलमा ल्याएर राख्ने। मैले यो भिडियोमा तपाईँलाई राखेपछिको देखाएको छु। त्यो गर्न अलिकति टाइम पनि लाग्यो, त्यही भएर मैले भिडियो छोटाउनको लागि राखेपछि देखाएँ। अनि यसरी चाहिँ हामीले गर्न सकिन्छ। अनि त्यसपछि हामीले यसमा स्कुलको कहिले स्थापना भएको होइन, इस्टाब्लिस कहिले भएको त्यो इस्टाब्लिस
सेपलाई राख्नको लागि हामीले फेरि त्यही वर्ड आर्टमै जाने। वर्ड आर्टमा गएर एसटिडी भनेर त्यहाँ सेमिकोलन दिएर राखियो, कोलन दिएर राखियो। अनि त्यसपछि अब यसको हाइट र वेट त्यहीँबाट पहिलेकै ठाउँबाट हामीले जहाँबाट मिलाएको थियौँ त्यहीँबाट हाइट र वेट मिलाएर हामीलाई कत्रो सेप चाहिने हो त्यही अनुसारको सेप हामीले त्यहाँबाट मिलाउने। हामीले अब सेप अलि ठुलो भएको छ, त्यसलाई सानो गराएको छ। अनि त्यसलाई हामीले चाहिँ सेप कलर त्यसको सेप फिल गर्न सक्छौँ, त्यहाँबाट कलर दिन सक्छौँ होइन। सबै कुराहरू त्यहाँबाट हामीले मिलाउन सक्छौँ, त्यो मिलाउने। अनि यसलाई पनि हामीले के गर्नुपर्छ भन्दाखेरि पहिलाको जस्तै ऱ्यापिङ टेक्स्ट गर्नुपर्छ। टेक्स्ट ऱ्यापिङ गरेर अनि त्यसलाई इन फ्रन्ट अफ टेक्स्ट गरेर त्यहाँलाई राख्ने। अलिकति ठुलो भएको छ, त्यसलाई सानो गराउन मिल्छ। अनि यसरी सानो गराइसकेपछि हामीले अब यता एसटिडी भयो। अब कहिले स्टडी भएको त त्यो पनि त्यस्तै गरेर वर्ड आर्टमै गएर फेरि त्यहाँ गएर हामीले डेट राखेर गर्न सकिन्छ। त्यसैलाई मैले कपी गर्न खोजेको, तर कपी गरेर ल्याउँदाखेरि अलि मिलेन। फेरि म वर्ड आर्टमा गएर फेरि इस्टाब्लिस डेट हानेको छु र यसरी डेट हानेर हामीले त्यो ठाउँमा लगेर राख्न सकिन्छ। सेम प्रोसेस हो। एसटिडीलाई जसरी गरियो यसलाई पनि त्यसै गरी नै गरिएको छ। 2045 भनेर मैले राखेको छु। ओके साथीहरू, अब हामीले लगभग लोगो बनाएर लोगो डिजाइन गरेर लगभग सकाएका छौँ। अब यसलाई अब हामीले छुट्टा छुट्टै राखेको पार्टहरू सबैलाई अब ग्रुपिङ गरेर एउटै बनाउनु पर्ने हुन्छ। र ग्रुपिङ गर्नको लागि हामीले के गर्ने त भन्दाखेरि सबैलाई सेलेक्ट गर्नुपर्ने हुन्छ। हामीले कन्ट्रोल कीलाई दबाइराख्ने र पालैसित हरेकलाई सेलेक्ट गर्दै जाने। रिबनलाई, त्यसमा लेखिएको टेक्स्टलाई, फेरि माथिको सर्कललाई, टेक्स्टलाई, फेरि भित्रको सर्कललाई, टेक्स्टलाई, भित्रको सेपलाई सबैलाई पालो सेलेक्ट गर्ने। कन्ट्रोल की दबाएर त्यसपछि ग्रुप राइट क्लिक गरेर ग्रुपिङमा गएर ग्रुप गरेपछि एउटै सेप बन्छ। ओके साथीहरू, म तपाईँहरूलाई आज सामान्य लोगो बनाउन सिकाएको छु। यो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट दिनुहोला। धन्यवाद, नमस्कार।